साथीहरु आजको यस भिडियोमा हामीहरु यो जंगलमा गएर च्याउ खोज्दैछौं र जंगली च्याउ ल्याएर घर पकाएर खाएको भिडियो हजुरहरु माझ म बनाएर देखाउने छु। कृपया प्रतिक्रिया दिनु होला कस्तो लाग्छ। यो पुरै भिडियो हेरिसकेपछि हस्त धन्यवाद। ए बाटो चिप्लो रहेछ। ल त साथीहरु हामी चाहिँ अब च्याउ खोज्नको लागि भित्र छिरिसक्यौं। च्याउ भनेको त हड्डी पो रहेछ, पाडाको हड्डी। कहाँ छ च्याउ, कहाँ छ च्याउ, च्याउ कहाँ छ? त बिखालु च्याउ होला है यो। च्याउ हो किन यो त डरो छ यार। हो त च्याउ र म गलत ठाउँमा छु कि च्याउ गलत ठाउँमा छ कि के हो यार। ल पहिलो पात पनि च्याउ जस्तो लाग्न थाल्यो मलाई। आखिर यो च्याउ छ कहाँ? च्याउ भेटिने नामै लिँदैन। एउटा च्याउ पनि भेटिएन, एउटा च्याउ पनि भेटिएन। के गर्ने होला? जंगलमा च्याउ खोज्नु भनेको त समुद्रमा हिरा खोजे जस्तै हुँदो रहेछ। छैन अझै पनि च्याउ नै छैन। च्याउ नभेट्टाको हो कि च्याउ खोज्नु नसक्यो हो कि के हो? यस्तो यस्तो च्याउ भेटिन्छ क्या। के च्याउ यो? खाने च्याउ हो कि नखाने च्याउ हो? यतातिर चाहिँ च्याउ लास्टै धेरै भेट्यो अरे। हजुर खै त आखिर यो च्याउ हुन्छ कता यार? मैले नअटेर फ्याँकिदिएँ दिदी। म झोलै भरिन लाग्यो। एउटा के भेटाइन क्या। कि पातै खोर्सिन पर्ने हो र? चारजनाको परिवार छ, चारवटा च्याउ पाइन्छ कि नै जङ्गलमा। बल्ल बल्ल एउटा च्याउ भेटियो, सुन कलरको च्याउ। ओ 3 घन्टा भयो दिदी हामी आएको। हेर्नु त हेर्नु त सुन कलरको च्याउ भेटियो। च्याउ भेटियो एउटा त्यो अघि तिमीले देखाएको अन्डा जस्तै च्याउ बल्ल भेट्यो। यो च्याउ त छ तर यो च्याउ कस्तो च्याउ हो? छैन, फर्र फरेको छ। वाउ, ल चाम्रे च्याउ। रुगेला राछिउ गरेको गरे होला। ल हामी फेरि अर्को एरियामा आइपुग्यौँ। अहिलेसम्म हामीले 3टा एरिया छानिसक्यौँ। यो आछु एरिया डेन्जर रोगा लाग्यो। हो र? म त यस्तो जिरिङ खुट्टा खुट्टा टाउको केही देख्नु हो क्या? हाम्रो बहिनीले भन्छन् कस्तो च्याउ भेटिन्थ्यो रे, तर अहिले भेटिएको छैन रे।
लास्टमा च्याउ पनि भएन हुन त 4वटा च्याउको म भिडियो सुप बनाएर खान्छु केही छैन गाइस फेरि अर्को डल्लो च्याउ पनि भेटिएको छ मलाई सुँदाखेरि त च्याउ जस्तो लाग्छ तर हो कि नै बहिनीलाई सोध्नुपर्छ डेन्जर छ यार ओ जङ्गलभित्र मिस्टर वाइट सेते औ अरे बहिनी यो हेर त यो च्याउ हो कि नै यार मलाई त हो जस्तो लाग्छ है मैले त्यत्रो राउन्ड मारेर यो एउटा डल्लो भेटा छु है यसरी भेटियो च्याउ वाउ हजुर भेटाए वाउ यसरी च्याउ भेटिँदो रहेछ वाउ यो जङ्गलमा च्याउ खोज्न चाहिँ एकदमै गाह्रो हुँदो रहेछ किनभने च्याउको कुनै एउटा एक्ज्याक्ट लोकेसन नहुँदो रहेछ कुनै च्याउ झाडीमा भेटिन्छ कुनै च्याउ बाटोमा पनि भेटिएको छ कुनै च्याउ रुखको तल भेटिएको छ मलाई चाहिँ एकदमै यो च्याउ भेट्नलाई एकदमै गाह्रो भएको छ तर पनि भेटिएको छ अहिलेसम्म चाहिँ च्याउ लगभग मैले अहिलेसम्म 200 ग्राम जति च्याउ भेटेको छु लेट्स सी अगाडि के हुन्छ च्याउ खोज्दै जाउँ साथीहरू फाइनली हामी फर्किँदैछौँ च्याउ खासै त्यस्तो आशा गरे अनुसार त पाएन तर पनि अलिकति यसो सुप बनाएर खान मिल्ने जतिको चाहिँ पाइएको छ हेर्नु यो चाहिँ हामीले पाएको च्याउ हो अब यो च्याउलाई चाहिँ घर लगेपछि मजाले पकाएर खाइन्छ ल साथीहरू आज बिहान गएर मैले ल्याएको च्याउ यति हो अझै मैले ल्याएको च्याउले नपुगेर बहिनीसँग पनि 2-3वटा पिसे मागियो ल यो च्याउ चाहिँ मम्मीले बनाउनुहुन्छ गर्मी हामीसँग च्याउको तरकारीको लागि चाहिने सामग्रीहरू सबै तयार भइसकेको छ यहाँ आलु छ हाम्रो स्पेशल च्याउ प्याज टमाटर बेसार 5 फुरन मसला नुन तेल र हाम्रो प्यारो कालो कराई मौसम शीतल थियो तर एक्कासी घाम लाग्यो के ल मम्मी हामीले कुन तेल प्रयोग गर्छौं सोरीको तेल है च्याउको बास्नै अर्को आउँछ लोकल च्याउको बास्ना है यही आउँछ के
मम्मी तरकारी के भयो? अब पाकिसक्यो बाबु। पाकेको हो मम्मी? पाको अब। मैले बिहानभरि लगाएर खोजेको च्याउ र मम्मीले दुःख गरेर पकाइदिनु भएको। प्राय सामान्य रूपमा हामीले पसलबाट किनेर खाने च्याउ भन्दा चाहिँ एकदमै मिठो छ र यसको बास्ना पनि एकदमै फरक छ। त्यो भन्छ नि हामी सानो हुँदाखेरि खाने गर्ने च्याउ, त्यति बेलाको बास्ना, त्यो सानो बालापनमा लिएर गएको यो खानाले। यो बास्ना चाहिँ धेरै भएको थियो। स्वाद चाहिँ एकदमै मिठो।